ब्राह्मणको छोरी गङ्गामाला है पहिला चाहिँ गङ्गामाला हो। यो चाहिँ लाफुमा सिम्ता उता हाम्रो सिम्तातिर जन्मेको। अनि यसलाई चाहिँ देउती बजेको यो पोखरेलको छोरीको बुहारीको कोखबाट जन्मे भने केही अनिष्ट हुन्छ भनेर यो जन्मेपछि यसलाई बाकसमा बगाइयो। भेरीमा बगाउँदै एउटा राज्यले उत्थान गर्दाखेरि अनि भेरीमा अनि जालमा एउटा बाकस अनि राज्यले जाल हान्दाखेरि अनि एउटा बाकसमा धुनी आउँदाखेरि उसको धुनी भने आवाज आउँदाखेरि त्यसलाई चाहिँ हाम्रै पुस्ताले भरण पोषण गर्दा अनि 9 वर्षमा त सत्ययुगमा बिहा गर्ने चलन थियो। अनि त्यहाँबाट चेलीले म बिहा गर्दैन भन्दाखेरि उहाँलाई जबरजस्ती जग्गामा सिन्दुर हाल्न खोजियो। चिन्चुमा जाँदाखेरि ए गङ्गा ए बा म गङ्गा ए चिन्चु भन्दाखेरि त्यहाँ छिन्चुमा देखिँदाखेरि त्यो आकाश बाँडिदियो छिन्चु। तर वास्तविक देउती बजे यिनै हुन्। तर मानवले 10 बहिनी 12 बहिनी बनाउलान्। शुभघाट पनि यही देउती बजै हो, छिन्चु पनि यही देउती। यो वास्तविक किम्वदन्ती देउती बजै हो। देउती बजेको नाम चाहिँ कसरी रहेको थियो? यो गङ्गामाला देउती बजै भनेको यो गङ्गामा बगाइएर जस्तो अब यसको जन्मस्थल मान्छेले हुन त पाटो फरक पर्ला र नमस्कार, म तीर्थ रोकाए। आज हामी देउती बजेको जहाँ चाहिँ उत्पत्ति भएको यो स्थानमा आएका छौँ र देउती बजेको नामले चर्चित चाहिँ वीरेन्द्रनगर सुर्खेतको टिपिरामा रहेको मन्दिर चाहिँ धेरै चर्चित छ। तथापि जहाँ चाहिँ उत्पत्ति भएको थियो, जहाँ चाहिँ देउती बजेको असली स्वरूपलाई चाहिँ उत्पत्ति भएको स्थान, जहाँ चाहिँ पूजापाठ गरिन्थ्यो पहिलादेखि र यो ठाउँलाई चाहिँ संरक्षण गर्ने भनेर चाहिँ हाम्रो चाहिँ एकजना पुजारीजी हुनुहुन्छ। वास्तविक चाहिँ यहाँ के हो, कसरी चाहिँ यहाँ यस्तो भयो र उता कसरी गयो, यहाँको चाहिँ उत्पत्ति कसरी भएको थियो र भन्ने विषयमा हामी कुराकानी गर्छौँ। नमस्कार यहाँलाई। नमस्ते। मेरो नाम चाहिँ ललितबहादुर राजी। हाल यो बिनापा 10 नयाँगाउँको पश्चिमपट्टि उद्गम थलो देउती बजै। आज ओझेलमा पर्नेको कारण के छ भने तपाईँको हिजो अब यो मङ्सिरे पुर्ने र जेठासी पूर्णेमा अति उहाँको महिमा एकदम त्यतिखेर मानवको बस्ती पनि थिएन। त्यतिखेर चाहिँ यहाँ चाहिँ औल लाग्दाखेरि राजी बस्ती र चौधरी समुदाय बस्तीहरू अलिकता तपाईँको जनसङ्ख्या अलिक कम हुँदाखेरि त्यतिखेर एकदम शक्ति हुँदा त्यतिखेर गोठी काँडा हाम्रो यो भनौँ न सगरमुकाम हुँदाखेरि यसलाई चाहिँ कसरी युज गरे भने मान्छेले एउटा स्वार्थीको रूपले युज गरे। हिजो सत्यको देउती बजेलाई यति शक्ति हे देउती गङ्गामाला देउती बजे मलाई आज मेरो यस्तो पुर्याइदियो भनेर हरेक मानवले जुनै कुरा पनि माग्दाखेरि पुर्याउनु भन्दाखेरि उहाँ चाहिँ एकदम शक्तिशाली देउती बजेलाई अहिले 21औं शताब्दीमा कारणवश 2029 सालमा महाराज अब कुनै राजाहरूको सवारी हुँदाखेरि त्यसपछि यो देउती बजेलाई यो दलदल त तपाईँको दलदलै हो। दलदल हुँदाखेरि अनि कुनै मानवले अब देउती बजेलाई यस्तो हिलोमा छ भनेर त्यतिखेर चाहिँ अखण्ड र त्रिशूल लगेर यो देउती बजेलाई त्यो ठाउँमा चाहिँ स्थापना गर्दाखेरि पिपिरामा आज वास्तविक मूल थलो आज ओझेलमा परेको छ। अझै हिजो पनि सत्यको देउती बज्यो, आज पनि सत्यको देउती बज्यो। तर यसलाई चाहिँ मैले जगेर गर्न सनातन जोगाउनकोलाई र राष्ट्र जोगाउनलाई र राष्ट्रको वास्तविक कुल देवतालाई जोगाउन म चाहिँ लागि परेको छु। यसमा स्वदेश विदेश भएका र मान्ने तपाईँ एकदम हुनहार युवाले पनि एउटा 2-4 शब्द बोल्न दिँदाखेरि देउती बजेको एकदम सराहना महिमा बुझ्दाखेरि आज यो साँच्चै हो। यो देउती बजे जस्तो हाम्रो 2084 सालमा हाम्रो कोटिलामा हामीले महाकुम्भकोलाई व्यापक दैलेख जिल्लाको कोटिलामा चाहिँ 84 सालमा महाकुम्भ लाग्दैछ। त्यस्तै यहाँ विभिन्न पछि मठ मन्दिरहरू लाखौँ करोडौँ जमिन पनि लाखौँ करोडको खरिदियो। तर यो देउती बजेको एक बित्ता जग्गा पनि छैन। यो विडम्बना हो। त्यसैले आज नेपाल आमाको कोख रित्तिरहेको छ। किन हामी वास्तविक सत्यको देउलाई पूजा गरे भए हिजो आज यो सनातन डगमगाउन थिएन होला जस्तो लाग्छ मलाई। सबै स्वदेश विदेश रहनु र तपाईँ जस्ता युवा संवाददाताहरूलाई मुरी धन्यवाद गर्न चाहन्छु। देउती बजेको
नाम चाहिँ कसरी रहेको थियो? यो गङ्गामाला देउती बजै भनेको यो गङ्गामा बगाइएर, जस्तो अब यसको जन्मस्थल मान्छेले हुन त पाटो फरक पर्ला र मैले सत्यको कुरा गर्दाखेरि आज मेरो पनि एउटा दुईटा कुरा काट्ने मानव आउलान्। यो भनेको पोखरेलको छोरी, वास्तविक ब्राह्मणको छोरी गङ्गामाला है पहिला खै गङ्गामाला हो। यो चाहिँ लापुमा सिम्ता उता हाम्रो सिम्तातिर जन्मेको। अनि यसलाई चाहिँ देउती बजेको यो पोखरेलको छोरीको बुहारीको कोखबाट जन्मे भने केही अनिष्ट हुन्छ भनेर यो जन्मेपछि यसलाई बाकसमा बगाइयो, भेरीमा बगाउँदै एउटा राज्यले उत्थान गर्दाखेरि, अनि भेरीमा अनि जालमा एउटा बाकस, अनि राज्यले जाल हान्दाखेरि, अनि एउटा बाकसमा धुनी आउँदाखेरि उसको धुनी भने आवाज आउँदाखेरि त्यसलाई चाहिँ हाम्रै पुस्ताले भरण पोषण गर्दा अनि 9 वर्षमा त सत्ययुगमा बिहा गर्ने चलन थियो। अनि त्यहाँबाट चेलीले म बिहा गर्दैन भन्दाखेरि उहाँलाई जबरजस्ती जग्गामा सिन्दुर हाल्न खोजियो। अनि म गर्दैन भन्दै ओलप्पिनु भयो। अनि छिन्चुमा अनि हाम्रै राज्यहरू खोज्न जाँदाखेरि छिन्चुमा ए गङ्गा ए बा म गङ्गा ए चिन्चु भन्दाखेरि त्यहाँ छिन्चुमा देखिँदाखेरि त्यो आकाश बाँडिदियो छिन्चु। तर वास्तविक देउती बजे यिनै हुन्। तर मानवले 10 बहिनी 12 बहिनी बनाउलान्। शुभघाट पनि यही देउती बजै हो, छिन्चु पनि यही देउती। यो वास्तविक किम्वदन्ती देउती बजै हो। अहिले अध्ययन बाढी गर्दाखेरि यो उपत्यकाको यो पुरै भनौँ न, यो कर्णाली सुर्खेत जिल्लाकै सबभन्दा ठुलो किम्वदन्ती। यहाँ आएपछि देउती बजे कहिल्यै सतीगति गएन। अरू भगवान् चाहिँ सतीगति गयो होला। उहाँ देउती बजे यहाँ देखेपछि त्यहाँबाट चाहिँ उहाँलाई चाहिँ दाह संस्कार कसैले गरेन। यही चाहिँ अध्ययनमा आएको छ। देउती चाहिँ धौती नामबाट गङ्गामाला देउती बजै, गङ्गामाला देउती बजै भनेपछि कस्तो थानीको चेली थपिएर बजै भएको है। खास उहाँ चाहिँ गङ्गामाला देउती, गङ्गामाला मात्रै हो। गङ्गामाला थानीको चेली चाहिँ पछाडि चाहिँ थपिएर बजै बनाइएको। हेर्नुहोस् यो चाहिँ यो देउती बजेमा के बलि पनि चढाउने? यो देउती बजेमा परमपुर्खा सत्ययुगमा यही अहिले भर्खर देखिहाल्नु यो कुलो जस्तो यो खोलो हो। त्यतिखेर मङ्सिरे पूर्णे र जेठासी पूर्णेमा पिपिरामा के काटिन्थ्यो होला र त्योभन्दा त्यति भग्नावश बोका काटिने, परेवा काटिने, हाँस काटिने, भाले काटिने, बोका काटिने, कन्ने पाठी काटिने है। त्यहाँबाट वीरेन्द्र राजाले के गर्नु भने परेवा नकाट्ने अनि कन्ने पाठी नकाट्ने भनेर यो नियम लगाइयो। अनि के अझै पनि तपाईँ कालीमाटीमा जस्तो मङ्सिरे पूर्णे जेठासी पूर्णे पूजा चलिरहेको छ सल्यान के, त्यहाँ काटिन्छ। तर यहाँ चाहिँ के भयो भने त्यो एकादशी औँसी र मैले यहाँ चाहिँ स्वस्थानीमा काटिन्न। किनभने एउटा सनातन जगेर गर्ने भने सद्भावनाले गरेर होइन र। त्यसैले यसलाई धेरै धेरै हजुरको आभार प्रकट छ। यो ओझेलमा भएको अझै पनि विश्वले चिन्ने। तपाईँले कहिलेदेखि संरक्षण गरेर? यो मैले चाहिँ अहिले 9 वर्ष भयो। एक्ज्याक्टली अखण्ड बत्ती पनि 9 वर्षै बल्यो भयो। हिजो चाहिँ यसमा पुजारी नभएपछि तपाईँले संरक्षण पुजारी हुने। अब मेरो स्वर्गीय टङ्कबहादुर राजी बुवा हुनुहुन्थ्यो, कहिले कहिले आउने खोल्ने। त्यसपछि यो मणिकापुरको एउटा ब्राह्मण बस्नु भएको थियो, उहाँ पनि बस्नुभयो। तर यसलाई चाहिँ संरक्षण भएन, न राज्यबाट भयो न स्थानीयबाट। एउटा पिच बनाउने बित्तिकै संसार बन्सर भन्दैन नि। झगेर नगर्ने ठाउँ गरे पो बल्ल हामीले ओलले चिने पो देउती बजै होइन भने एउटा दुइटाले चिनेर त हुन्न नि हजुर। जस्तो तपाईँ जस्तो युवाहरूले सकारात्मक ऊर्जाले हामी कमाउने रूप भन्दा नि ओलले हामीले के दिन सकिन्छ र मैले के दिन सक्छु। अब राष्ट्रलाई अहिले तपाईँ जस्तो युवा खाँचो छ के छैन र? छ नि। नेपाल आमाले त जन्माइदियो तर फालिदियो हुर्काइदियो होइन नि त। राष्ट्र जोगाउने हो हामीले अनि भगवान्लाई जोगाउने हो देउती बजेले। हिजो तपाईँको श्रीस्थान कोटीलाई अहिले विश्वले चिन्छ। तर अहिले पनि अझै पनि पछि ओझेलमै छ छैन र? यहाँ चाहिँ पूजा गर्ने विशेष समय हुन्छ अथवा जहिले पनि आउने र कसरी पूजा गर्ने विधि चाहिँ के छ यहाँ? यहाँको विधि चाहिँ अब तपाईँको अब बाबुबाजेले त अब छटकरीमा अब यस्तै आएर देउती बजेले पूजा गर्थ्यो। तर यहाँ विशेष भनेको अब माघीमा नयाँ वर्षमा होइन सर। अनि तपाईँको अब यस्तै अब तपाईँले चाह्यो भने ल पुजारी मैले यो पूजा गरेर मन लाग्छ भने तपाईँलाई नै वेलकम छ। यस्तो विशेष पूजा चाहिँ छैन। किनभने यहाँ चाहिँ त अब तिथि अब तपाईँले निकाल्यो भने हामी यो धुनी गर्ने यो गर्ने भने तपाईँहरूकै हातमा छ। जय गङ्गा देउती बजे। भुलचुक भए क्षमा दिनु होला।